कुन महिनामा जन्मिएको मान्छेको भाग्य कस्तो हुन्छ त, यो विषयमा आज बृहत जानकारी दिन्छु तपाईलाई। तपाई जन्मिएको महिना अनुसार तपाईको भाग्य कस्तो हुन्छ र भाग्य कहिले खुल्छ, कस्तो हुन्छ मात्रै हैन कहिले खुल्छ पनि म आज बताउँछु है त। सुरु गरिहाल्छु, ढिला गर्दै गर्दिन, वैशाख महिनाको कुरा गरिहाल्छु। यदि वैशाख महिनामा तपाईको जन्म भएको हो भने तपाई आँटिलो स्वभावको हुनुहुन्छ। वैशाख महिनामा जन्मिने जातक विशेषतः आँटिलो स्वभावका हुन्छन् र सच्चरित्रवान पनि हुन्छन्, सच्चरित्रवान हुन्छन्, सुन्दर हुन्छन् अनि सुन्दर आँखा भएका हुन्छन्। बुझ्नु होला है, वैशाख महिनामा जन्मिने जातकहरू आँटिलो स्वभावका हुन्छन्, सच्चरित्रवान हुन्छन्, सुन्दर आँखा भएका हुन्छन्। बुझ्नु होला। र सेना, प्रहरी र अन्तर्राष्ट्रिय व्यापार यिनीहरूलाई फाप्छ। सेनामा पनि फाप्छ, प्रहरीमा पनि फाप्छ र अन्तर्राष्ट्रिय व्यापार पनि फाप्छ, विशेषतः वैशाख महिनामा जन्मिने जातकहरूलाई। र यसै गरेर मङ्गलदेवको उपासना गर्दै अगाडि बढ्यो भने पक्कै पनि जीवन सहज अनि सरल हुन्छ। गणेशको आराधना गर्दै, मङ्गलदेवको आराधना गर्दै, हनुमानको आराधना गर्दै अगाडि बढ्दा वैशाख महिनामा जन्मिने जातकहरूको भाग्य उदय हुन्छ। कुन कुन वर्षमा भाग्य उदय हुने सम्भावना छ त यो बताउँछु। विशेषतः 12 वर्षमा, 24 वर्षमा, 36 वर्षमा अथवा 48 वर्षमा वैशाख महिनामा जन्मिने जातकको अवश्य भाग्य उदय हुन्छ। 12 वर्षमा, 24 वर्षमा, 36 वर्षमा वा 48 वर्षमा वैशाख महिनामा जन्मिने जातकको पक्कै भाग्य उदय हुन्छ है त। वैशाखको जानकारी दिए। अबको पालो जेठ महिनाको। यदि जेठ महिनामा जन्मिने जातक तपाईँ हो भने तपाईँको भाग्य कस्तो रहन्छ त। विशेषतः जेठ महिनामा जन्मिने जातकहरू गरम मिजाजका हुन्छन्। अलिकति गरम मिजाजको बुझ्दै हुनुहुन्छ नि है, अलिकति गरम मिजाजका हुन्छन् र गर्मी शरीर हुन्छ यिनीहरूको। विदेश फाप्ने प्रकृति हुन्छ यिनीहरूको। नेपालभन्दा पनि विदेश फाप्ने प्रकृति हुन्छ यिनीहरूको र आयु लामो देखिएको छ विशेषतः जेठ महिनामा जन्मिने जातकहरूको। र जेठ महिनामा जन्मिने जातकहरूलाई विशेष रूपमा यो जोर्नीमा असर गर्न सक्छ। जोर्नीको समस्याहरू भविष्यमा देखा पर्न सक्छ र तपाईँको भाग्य 13 वर्षमा, 26 वर्षमा अथवा 39 वर्षमा उदय हुन्छ। जेठ महिनामा जन्मिने जातकको 13 वर्षमा, 26 वर्षमा अथवा 29 वर्षमा भाग्य उदय हुने सम्भावना प्रबल रूपमा देखिएको छ। शिवजीको उपासना गर्दै तपाईँ अगाडि बढ्नुभयो, चन्द्रदेवको शिवजीको उपासना गर्दै अगाडि बढ्नुभयो भने पक्कै पनि तपाईँको जीवन सहज अनि सरल भएर जानेछ। बुझ्दै हुनुहुन्छ नि है। र यसै गरी असार महिनामा जन्मिने जातकको भाग्य कस्तो हुन्छ त यो विषयमा बताउँछु। व्यापारमा नाफा हुन्छ। यस्ता व्यक्तिहरूलाई विशेष व्यापार फाप्ने प्रवृत्ति देखिन्छ र व्यापारमा नाफा हुन्छ असार महिनामा जन्मिने जातकहरूलाई। र सन्तान सुख पनि प्राप्त गर्छन् र धार्मिक प्रवृत्तिका पनि हुन्छन् असार महिनामा जन्मिने जातकहरू। र 14 वर्ष, 28 वर्ष र 42 वर्षमा भाग्य उदय अवश्य पनि हुन्छ। असार महिनामा जन्मिने जातकहरूको 14 वर्षमा, 28 वर्षमा अथवा 42 वर्षको उमेरमा अवश्य भाग्य उदय हुन्छ है त। अब श्रावण महिनाको कुरा गर्दैछु। श्रावण महिनामा जन्मिने जातकको भाग्य कस्तो हुन्छ त। दुःख र सुखको मिश्रण हुन्छ। यी श्रावण महिनामा जन्मिने जातकहरूको जीवन दुःख र सुखको मिश्रण हो। अनि यसै गरी मोटो घाटो प्रकृति हुन्छ। अलिकति मोटो घाटो प्रकृतिका हुन्छन् श्रावण महिनामा जन्मिने जातकहरू र विशेष 15 वर्ष, 30 वर्ष अथवा 45 वर्षमा यिनीहरूको भाग्य उदय हुन्छ। श्रावण महिनामा जन्मिने जातकको 15 वर्षमा, 30 वर्षमा अथवा 45 वर्षमा यिनीहरूको भाग्य उदय हुन्छ। अब बताउँछु भदौ महिनामा जन्मिने जातकहरू कस्ता हुन्छन् र यिनीहरूको भाग्य कहिले उदय हुन्छ त। भदौ महिनामा जन्मिने जातकको भाग्य कहिले उदय हुन्छ है त। भाद्र महिना विशेष सुखी रहने प्रवृत्तिका हुन्छन् यिनीहरू। बुझ्दै हुनुहुन्छ नि। मृदुभाषी पनि हुन्छन्। भदौ महिनामा जन्मिने जातकहरू मृदुभाषी पनि हुन्छन्। मिठो बोली हुन्छ, बुझिहाल्नुभयो। हरेक क्षेत्रमा अघि बढ्न खोज्ने प्रकृतिका पनि हुन्छन्। श्रीमतीको प्यारो पनि हुन्छन् र आँटिलो साहसी प्रकृतिका पनि हुन्छन् भाद्र महिनामा जन्मिने जातकहरू। बुझ्दै हुनुहुन्छ नि है। खुसी रहने प्रवृत्तिका हुन्छन्, मृदुभाषी हुन्छन्, मिठो बोली हुन्छ यिनीहरूको र हरेक क्षेत्रमा अघि बढ्न चाहने आँट, हिम्मत, पराक्रम प्रशस्त मात्रामा भएका र श्रीमतीको प्यारो हुन्छन् यिनीहरू। यदि महिला हुन् भने श्रीमानको प्यारो हुन्छन् भदौ महिनामा जन्मिने जातकहरू। विशेषतः 16 वर्षमा, 32 वर्षमा अथवा 48 वर्षमा यिनीहरूको भाग्य उदय हुन्छ। विशेष सूर्यनारायणको उपासना गर्दै, सूर्यलाई जल चढाउँदै, सूर्यलाई अर्घ दिँदै तपाईँ अगाडि बढ्नुभयो भने पक्कै तपाईँको जीवन राम्रोसँग अगाडि बढ्नेछ, भाग्य उदय हुनेछ। भाग्य उदय हुनको लागि 16, 32 वा 48 वर्ष पहिले बताइसकेको छु। अब आश्विन महिना अर्थात् असोज महिनामा जन्म हुने जातक कस्ता हुन्छन् त, महिला हुन् अथवा पुरुष। काम कर्तव्यबाट
विमुख नहुने प्रकृतिका, काम कर्तव्य पूर्ण रूपले आफ्नो जिम्मेवारी निभाउने प्रकृतिका हुन्छन् आश्विन महिनामा जन्मिने जातकहरू। यसै गरी धनी पनि हुन्छन् यिनीहरू, धन प्रशस्त कमाउँछन् र गुणी पनि हुन्छन्। यसै गरी सुन्दर प्रकृतिका पनि हुन्छन् यिनीहरू र साहित्यमा रुचि राख्ने प्रकृतिका पनि हुन्छन् आश्विन महिनामा जन्मिने जातकहरू। विशेष त 17 वर्षको उमेरमा, 34 वर्षको उमेरमा अथवा 51 वर्षको उमेरमा यिनीहरूको भाग्य उदय हुन्छ। आश्विन महिनामा जन्मिने जातकको भाग्य उदय 17 वर्षको उमेरमा, 34 वर्षको उमेरमा अथवा 51 वर्षको उमेरमा अवश्य पनि भाग्य उदय हुन्छ है त। अब बताउँछु कार्तिक महिनामा जन्मिने जातकको भाग्य कहिले उदय हुन्छ त। विशेष त जीवनको केही पाटो कमजोर मानिएको छ कार्तिक महिनामा जन्मिने जातकहरूको। कार्तिक महिनामा जन्मिने जातकहरूको जीवनको केही पाटो कमजोर सुरुवातबाटै हुन्छ। आत्मबल अलिक कम भएको हुन्छ यिनीहरूको र रोगसँग लड्ने क्षमता पनि अलिक कम हुन्छ। तर यो हुँदाहुँदै पनि यिनीहरू अलि चाँडो अरूलाई विश्वास गर्छन्। साहित्यमा केही रुचि हुन्छ यिनीहरूको। पैसाले भने यिनीहरूलाई कहिले पनि कमी हुँदैन र पुग्दा पनि पुग्दैन। पैसाले कमी हुने, खानै नपाउने स्थिति पनि आउँदैन र पुग्ने गरी पैसा पनि कहिले पनि हुँदैन। यस्तो प्रकृतिका हुन्छन् कार्तिक महिनामा जन्मिने जातकहरू। विशेष गरेर रोगले छिटो समाउने प्रवृत्तिका हुन्छन् कार्तिक महिनामा जन्मिने जातकहरू। विशेष त केही न केही समस्याले, केही न केही रोगले समाइरहन्छ यिनीहरूलाई। र विशेष शिव भगवानको आराधना प्रार्थना गर्दै अगाडि बढ्नुभयो भने पक्कै जीवन सहज अनि सरल हुनेछ। यसै गरी तपाईँको भाग्य उदय कहिले हुन्छ भन्ने सन्दर्भमा 18 वर्षको उमेरमा, 36 वर्षको उमेरमा अथवा 54 वर्षको उमेरमा विशेष कार्तिक महिनामा जन्मिने जातकहरूको भाग्य उदय हुन्छ।